कलसीको पुस्तक अत्यन्तै असल पुस्तक छ। हामीलाई थाहा छ यो पुस्तकको पहिलो खण्ड, आजको खण्ड मलाई थाहै थिएन। तर यो खण्डको अधिकांश भाग चाहिँ अघिको वचनमा आइसक्यो है। निवास भाइले प्रचार गरिसक्नु भयो जस्तो लाग्छ मलाई। हाम्रो सल्लाह पनि होइन, केही पनि होइन, तर परमेश्वरले यसरी कार्य गर्नुहुन्छ मण्डलीमा। अब कलसीको पुस्तक एउटा परिपक्व विश्वासीहरूलाई लेखिएको पत्र हो, जस्तो तपाईँ र म जस्तै विश्वासीहरूका निम्ति पावल प्रेरितद्वारा लेखिएको पत्र हो। कोद्वारा? कलसीको पुस्तक कसले लेखेको थियो? यसरी भनिरहँदा पनि एउटा कुरा चाहिँ कहिल्यै नबिर्सिनुहोस्, पावलले लेखेको भनिरहँदा पनि वास्तविक लेखक चाहिँ को हुनुहुन्छ? बाइबलको परमेश्वर हुनुहुन्छ, पवित्र आत्मा हुनुहुन्छ। त्यो कुरा चाहिँ हामीलाई थाहा छ। अनि कलसीको मण्डली कमजोर मण्डली चाहिँ होइन, बुझ्दै हुनुहुन्छ? कस्तो मण्डली होइन? कमजोर मण्डली होइन। उनीहरू वचनमा होइन, ज्ञानमा, सबै कुरामा चाहिँ बलिया थिए। पढ्ने कुरामा, अरू कुराहरूमा पनि उनीहरू बलिया थिए। तर एउटा कुरा चाहिँ उनीहरूको बिचमा चाहिँ अलिकति उनीहरू के थिए भने अलिकति डाउटी टाइपको, अलिकति शङ्का जस्तो के कुरामा थिए भने येशू ख्रिस्ट चाहिँ सर्वोच्च हुनुहुन्छ भन्ने कुरामा चाहिँ उनीहरू अलिअलि कमजोर टाइपका थिए है। येशू ख्रिस्टको उपस्थिति, येशू ख्रिस्ट त्रिएक परमेश्वरको एउटा परमेश्वर, त्यो व्यक्तित्वभित्रको परमेश्वर हुनुहुन्छ भन्ने कुरामा चाहिँ उनीहरू अलिकति के थिए? कमजोरै त होइन, उनीहरूले त्यो विश्वासलाई छोडेका चाहिँ होइनन्, तर केही कुराहरूमा उनीहरू त्यति बलियोको तरिकाले त्यो कुरालाई समात्न सकिरहेका थिएनन्। र येशू ख्रिस्ट वास्तवमा हाम्रो विश्वासको आधार चाहिँ को हुनुहुन्छ? येशू ख्रिस्ट हुनुहुन्छ। सारा ब्रह्माण्ड बनाउने चाहिँ को हुनुहुन्छ? येशू ख्रिस्ट हुनुहुन्छ। यदि येशू ख्रिस्टलाई एकातिर राखेर हामी आफ्नो विश्वासलाई अगाडितिर बढाउन खोज्छौँ भने हामी कुनै पनि अवस्थामा एउटा पूर्ण विश्वासमा छैनौँ भन्ने मुख्य उद्देश्य चाहिँ यो पुस्तकले देखाउन खोज्छ है। अनि कलसीको पुस्तकबाट हामी हाम्रो निम्ति चाहिँ विशेष के चाहिँ पाउँछौँ त? यी कुराहरू चाहिँ हामी अध्ययन गर्नेछौँ। किनभने बाइबलमा चाहिँ जे पनि लेखिएको छ ती कुराहरूले चाहिँ सिकाउने अन्ततको त्यो के हो भने आज हाम्रो मण्डलीलाई चाहिँ के सिकाएको हो त? खासमा बुझ्दै हुनुहुन्छ नि? खासमा हाम्रो मण्डलीलाई चाहिँ के सिकाएको हो त? हामी पढ्छौँ, अध्ययन गर्छौँ, तर अन्ततको त्यो लास्टमा जुन व्यावहारिक शिक्षा आउँछ त्यो त कसको निम्ति हो? तपाईँको निम्ति, मेरो निम्ति, हाम्रो मण्डलीको निम्ति पहिलो भयो। त्यसपछि मेरो व्यक्तिगत जीवनको निम्ति चाहिँ के हो त भनेर चाहिँ हामी लिन्छौँ। 1 अध्यायको 1 पदबाट सुरु गरौँ। आउनुहोस्। परमेश्वरको इच्छाद्वारा येशू ख्रिस्टका प्रेरित पावल र हाम्रा भाइ तिमोथीद्वारा। सुन्नुहोस्, लेखाइमा पहिलो कुरा चाहिँ मलाई चाहिँ यो जुन पद छ, यो पदमा एउटा शब्दले चाहिँ मलाई तान्छ। तपाईँहरूलाई कति शब्दले तान्यो होला भन्नुहोस् त? कसैले भन्न सक्नुहुन्छ? तपाईँले भन्नुभयो भने पनि गलत चाहिँ हुँदैन। कुन शब्दले? सबैलाई त्यसैले हो, मलाई पनि त्यही शब्दले चाहिँ तानेको। किनभने हामी विश्वासीको जीवन आज आफ्नो इच्छाद्वारा सञ्चालित हुने जीवन होइन। बुझ्दै हुनुहुन्छ? हामी विश्वासीको जीवन हो, मेरा इच्छा छन्, मेरा चाहना छन्, मेरा खाँचोहरू छन्। यहाँ वास्तविक जीवनमा म वास्तविक रूपले बाँचिराखेको छु। यहाँ समाज छ, यहाँ मेरा आफन्तहरू छन्, तल्लो मल्लो घर छ, वल्लो पल्लो छिमेकीहरू छन्, मेरा भनौँ न भाइ बहिनीहरू छन्, मेरा आफन्तहरू, फुपू मामा माओली जतातिर छन्, ससुराल यतापट्टि उतापट्टि मेरा सबै सम्बन्धहरू छन्। अनि त्यो सम्बन्धको बिचमा त्यो सम्बन्ध चाहिँ कुन ठाउँमा छ? यो संसारमा छ। अनि म चाहिँ यो संसारमा बाँचिराख्नु परेको छ। अनि मेरा खाँचो छन्, मेरा आवश्यकता छन्, मेरा घटी कमी छन्, मेरा इच्छा छन्, मेरा चाहना छन्, सबै कुराहरू मसँग छन्। अथवा हामी प्रत्येकसँग छन् ती कुराहरू, प्रत्येकसँग छन् कि छैनन्? ल भन्नुहोस् त। हामी प्रत्येकसँग छन्, हाम्रा इच्छा छन्, हाम्रा चाहना छन्, हाम्रा गोल छन्, हाम्रा उद्देश्य छन्, सबै कुराहरू छन्।
तर पनि त्यो बिचमा पनि हामीसँग एउटा अद्भुत कुरा छ। त्यो चाहिँ के हो? हामीसँग के छ? परमेश्वरको इच्छा छ। हालेलुया। हामीसँग परमेश्वरको इच्छा छ। यदि हाम्रो जीवनबाट हामी विश्वासी भइसकेका मान्छेबाट मैले मेरा इच्छा राखेँ, मेरा चाहना राखेँ, मेरा उद्देश्य राखेँ, मेरो टार्गेट राखेँ, मैले प्राप्त गर्नुपर्ने सबै कुराहरू राखेँ, तर मैले के चाहिँ राखिनँ? परमेश्वरको इच्छालाई चाहिँ कायम राखिनँ भने अब मेरो जीवन अस्तितिर हामीले सुनेका थियौँ नि एउटा म्यासेज, अब मेरो जीवन कस्तो हुन्छ? सांसारिक व्यक्तिका जस्तो हुन्छ। अथवा 3वटा जनावरका चित्रहरू हेरेका थियौँ। के थियो त्यहाँ? एउटा सर्प, एउटा छेपारो, एउटा पुतल हैन। अब मेरो जीवन चाहिँ यदि मैले मेरा इच्छालाई मात्रै केन्द्रमा राखेँ र मेरा इच्छा मेरा चाहनातिर मात्रै म केन्द्रित भइराखेँ भने अब म चाहिँ को जस्तो हुन्छु गरे? होइन? किनभने बदलिन त म बदलिकै हो, तर मेरो भित्री बदलाव चाहिँ विश्वासी त म भएकै हो, तर भित्री बदलाव चाहिँ सर्प हो। काँचुली त फेरेकै हो, तर आखिरकारले के गर्ने हो? बस्ने नै हो, विष फाल्ने नै हो मान्छे हो। त्यस्तै भइदिन्छ। त्यसैले हामी विश्वासी भइसकेपछि हामीले चाहिँ के गर्नुपर्छ? जसरी पावलले भन्छन्, म चाहिँ मेरा इच्छाले प्रेरित भएको होइन, मेरा इच्छाले मैले तिमीहरूलाई सिकाउन खोजिराखेको होइन, तपाईँहरूलाई सिकाउन खोजिराखेको होइन, तर यो कसको इच्छाले हो? येशू ख्रीष्टको इच्छाले हो, परमेश्वरको इच्छाले हो। अनि त्यो इच्छा चाहिँ के हो? महत्त्वपूर्ण इच्छा हो। किनभने हामी कसको इच्छासँग जोड्यौँ? अब मेरा इच्छाभन्दा पनि माथि परमेश्वरको इच्छासँग जोड्यौँ। दोस्रो पद, कलस्सीमा भएका पवित्र जनहरू र ख्रीष्टमा विश्वासयोग्य भाइहरूलाई परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति। अब यहाँनिर कलस्सीलाई चाहिँ हामी राखेर चाहिँ के राखौँ? लुङ्ग्रा राखौँ। लुङ्ग्रा राखौँ। ल पढौँ। लुङ्ग्रामा भएका पवित्र जनहरू र ख्रीष्टमा विश्वासयोग्य भाइहरूलाई परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट। ल सोच्नुहोस् त एकचोटि, त्यहाँनिर कलस्सीको ठाउँमा चाहिँ लुङ्ग्राको नाम छ। अनि त्यो वास्तविक पनि हो, हामीले नदेखाउँला, तर परमेश्वरले यो पढ्दै गर्दा अहिलेको समयमा यदि परमेश्वरले यो वचनलाई रिपिट गरेर पढ्नु हुने हो भने, हाम्रो निम्ति पढिदिनु हुने हो भने उहाँले चाहिँ यो ठाउँमा चाहिँ लुङ्ग्रामा भनेर पढ्नुहुन्छ पक्कै भने, त्यसमा कुनै सन्देह छैन। ओके, त्यसैले हामी के भन्न सक्छौँ भने उनले चाहिँ के भनेका छन्? यो येशू ख्रीष्टमा भएका जुन विश्वास योग्य, सोच्नुहोस् त यहाँ के भएको छ? येशू ख्रीष्टमा विश्वास योग्य भाइहरूलाई, उहाँहरू प्रत्येकलाई पावलले पनि के पठाउँदैछन्? अभिवादन पठाउँदैछन्। आज हामी के सोच्छौँ भने हाम्रो जीवनको निम्ति हामीले मात्रै चिन्ता गरिराखेका छौँ भनेर हामी सोच्दैछौँ क्या? सोच्दै हुनुहुन्छ? हाम्रो जीवनको निम्ति हामीले मात्रै सोचिराखेका छौँ जस्तो हामीलाई लाग्छ। जब हामी साथीहरूसँग भेट गर्छौँ बाहिर जाँदा, अनि साथीहरूले कुरा गर्नुहुन्छ, तपाईँहरूको निम्ति थाहा छ हामी प्रार्थना गरिरहेका छौँ हाम्रो मण्डलीमा, के आनन्द आउँछ। अनि यो विश्वासीको जीवन हो क्या। मेरा दुःखमै म सीमित भयो, मेरा आफ्नै झाल त कस्ता छन्, म पैका लागि प्रार्थना गरिसकुला, मेरा आफ्नै पीडा त कस्ता छन्, म कसको निम्ति चाहिँ प्रार्थना गर्न सक्छु र? यदि हामी यसरी सोचिराखेका छौँ भने हामी केबाट माथि निस्किन सकिराखेका छैनौँ? हामी एउटा सानो सोचबाट माथि निस्किन सकिराखेका छैनौँ। हामी परमेश्वरको सिद्ध इच्छामा छैनौँ, परमेश्वरको इच्छामा छैनौँ, हामी आफ्नै इच्छामा केन्द्रित छौँ। तर विश्वासीको जीवन त अलि ठुलो सोच्ने हो क्या। एकजना पास्टरले भन्नुहुन्थ्यो, इनलार्ज युवर साइट भन्नुहुन्थ्यो, इनलार्ज युवर हार्ट भन्नुहुन्थ्यो, इनलार्ज युवर थट भन्नुहुन्थ्यो। आफ्नो सोचलाई ठुलो बनाउनुहोस्, आफ्नो हेराइलाई ठुलो बनाउनुहोस्, आफ्नो हृदयलाई ठुलो बनाउनुहोस् भन्नुहुन्थ्यो। विश्वासीको जीवन त्यो हो। यहाँ अनगिन्ती मान्छेका निम्ति ठाउँ बनाउन सक्नुपर्छ हामीले। कुनै कुरा पाउनको निम्ति मात्रै होइन। अहिलेका अब नाम नलिउँ, अहिलेका बुझिहाल्नु भयो तपाईँहरूले, ती व्यक्तिहरूका जस्ता होइन। पाउनको निम्ति मात्रै मैले मेरो हृदय ठुलो बनाएको छु होइन,
कसैले हामीलाई टेर्दैन, गन्दैन, कसैले हामीलाई कुनै पनि यति पनि स्पेस दिँदैन, र पनि हामी तिनीहरूका निम्ति सोच्छौँ। आमेन। मलाई लाग्छ कहिलेकाहीँ म साँच्चै हामी पागलै हौँ कि जस्तो पनि लाग्छ। साँच्चै लाग्छ भने मलाई, तपाईँहरूलाई लाग्छ कि लाग्दैन? यहाँबाट ऋषिदह गयौँ हामी, किन गयौँ केही थाहा छैन, बुझ्नुभयो? के का लागि गयौँ थाहा छैन। बस बाइकमा तेल हाल्यौँ, पैसा खर्च गऱ्यौँ, खाना खायौँ, हिँड्यौँ हामी। त्यहाँ गइसकेपछि बाटोमा जब मानिसहरूलाई भेटायौँ, जब उनीहरूलाई ट्र्याक्सहरू बाँडिरहँदा, उनीहरूलाई सुनाइरहँदा, उनीहरूले हामीले सुनेकै छैनौँ यो कुराको विषयमा। त्यो ठाउँमा गयौँ, ऋषिदह भन्ने ठाउँ, सिरी भन्ने ठाउँ, डाँडा सिरी भन्ने ठाउँ। त्यो ठाउँमा गइसकेपछि जब एकजनालाई भेट्न अझ गाउँमा पुग्यौँ, गाउँबाट अझ आधा घन्टा जानुपर्ने। अब बाटोको कुरा नसोध्नुहोस्, हेर्नुहोस्, बाटो त बाटै छ। अब अनि त्यो बाटोमा गइसकेपछि माथि एकजनालाई भेट्न गएको, प्रभुको अनुग्रह हेर्नुहोस् त, वरपर अरू ती भैँसी चराउनेहरू माथिले कति रहेछन्, अनि उहाँहरू पनि आउनुभयो। त्यहाँ 3 जना अलिक वृद्ध अवस्थाको व्यक्ति, हाम्रो बुवा जस्तै उमेरको व्यक्ति आउनुभयो। उहाँहरूले भन्नुभयो, यति नेता आए बा, यति मान्छे आया, यति नेता आया, यत्रो उमेर भइसक्यो, कति सुन्यौँ मान्छेका कुरा, आजसम्म तपाईँहरूले भने जस्तो कुरा हामीले सुन्न पाएका थियौँ। के छ मतलब अघिको विचार हेर्नुहोस्, एक किसिमले आफ्नो खल्तीबाट पैसा हालेर त्यहाँसम्म पुग्नु परेको छ, के का लागि थाहा छैन, किन थाहा छैन। तर जब हामी परमेश्वरको इच्छाद्वारा लिँदछौँ, त्यो ठाउँमा उद्देश्य भेटाउँदछौँ। आमेन। यो हाम्रो निम्ति होइन रहेछ नि त यो जीवन त। यदि मैले मेरो निम्ति केन्द्रित भएर सोचेँ भने त म अर्को मान्छेलाई सुसमाचार सुनाउनै सक्दैन भने। आज तपाईँहरूले, मैले, प्रत्येकले मैले जुन छुटकारा पाएँ, छुटकारा, यो छुटकाराको सन्देश अर्को व्यक्तिलाई सुनाउन खाँचो छ, किनभने यो परमेश्वरको इच्छा हो। खाँचो छ यो। अनि जबसम्म हामी यो खाँचोलाई बुझ्दैनौँ, तबसम्म हामी त्यही आफै केन्द्रित हुन्छौँ र उद्देश्य पनि भेटाउँदैनौँ। क्या त्यस्तै किन गयौँ थाहा छैन, के गर्न गयौँ थाहा छैन, तर जब त्यो ठाउँमा पुग्छौँ अनि परमेश्वरको उद्देश्यलाई हामी होइन। अब हामी त उत्साहित गयो, हेर्नुहोस्, अब त हामीलाई त त्यसै दिन हामीले निर्णय गऱ्यौँ, अब त अर्को ठाउँ पनि जानुपर्छ हो। किनभने मानिसहरू भोका छन् त्यो ठाउँमा, उनीहरूले सुनेकै छैनन्, असल कुराहरू परमेश्वरको बारेमा जानेकै छैनन्। आज येशू ख्रिस्ट, सोच्नुहोस् त, येशू ख्रिस्ट जो हुनुहुन्छ, परमेश्वर हुनुहुन्छ, उहाँ तपाईँ हाम्रो र हाम्रा पापहरूका निम्ति, हाम्रा अधर्महरूका निम्ति मर्नु भएको भन्ने कुरा नै मानिसहरूलाई थाहा छैन। यतिका वर्ष भइसक्यो, सुनेकै छैन। यो दुःखको कुरा होइन, विश्वास छैन, सुन्नेहरूले विश्वास छैन होइन। अनि अब बुझ्नुहोस्, तर यो सानो कुरा होइन। त्यसैले हामी एक्लो छैनौँ, मैले भनेको हामी यो ठाउँमा एक्लो छैनौँ। कलस्यमा भएका पवित्र जनहरू र ख्रिस्टमा विश्वासयोग्य भाइहरूलाई परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रिस्टबाट तिनीहरूलाई अनुग्रह र शान्ति हुन खाँचो छ। हामी प्रत्येकलाई हुन खाँचो। 3 पद हेरौँ, तिमीहरूका निम्ति यो ध्यान दिएर सुनौँ यसलाई। तिमीहरूका निम्ति सधैँ प्रार्थना गर्दै हामी हाम्रा प्रभु येशू ख्रिस्टका परमेश्वर पितालाई धन्यवाद चढाउँछौँ। आमेन। ल हेर्नुहोस् त, तिमीहरूका निम्ति सधैँ प्रार्थना गर्दै, याद छ, तपाईँको नाम, मेरो नामका निम्ति निरन्तर दैनिक रूपमा प्रार्थना गर्ने त्यहाँ जीवनहरू छन् जसलाई हामीले चिनेकै छैनौँ। क्या यति चाहिँ ढुक्क हुनुहोस्। धेरै साथीहरूले हाम्रो मण्डलीको निम्ति प्रार्थना गरिराख्नुहुन्छ, अनि यो मण्डलीभित्र तपाईँहरू पनि हुनुहुन्छ। भले उनीहरूले हाम्रो अनुहार चिनेका छैनन्, भले उनीहरूले हाम्रो नामलाई ठ्याक्कै जानेका छैनन्, तर उनीहरूले लुङ्ग्रामा भएको मण्डलीलाई
तपाईँ प्रभुले सम्हालिदिनु होला। प्रभु त्यो ठाउँमा भएका विश्वासीहरूलाई भनेर दैनिक रूपमा प्रार्थना गर्ने मानिसहरू छन्। अर्को कुरा, हामी यो मण्डलीमा यो ठाउँमा आएर प्रत्येक दिन, यो ठाउँमा अब नभएको दिन हामी छैनौँ तर बाहिरबाट गर्छौँ, र यो ठाउँमा भएको दिन हामी यहाँनिर निरन्तर तपाईँहरूका निम्ति नाम काढी प्रार्थना गरिराखेका छौँ। किन? के चाहिँ छ लाभ? के चाहिँ लाभ छ व्यक्तिगत रूपमा? ल भन्नुहोस् त। यदि त्यहाँनिर हामीले यसो क्रिस्टको इच्छालाई चाहिँ हामीले त्यागिदिने हो भने लाभ चाहिँ के छ त मेरो निम्ति? मैले किन दिनै बिहान आएर हामीले यहाँनिर प्रत्येक व्यक्तिको, हाम्रो व्यक्ति बालबच्चादेखि लिएर हाम्रा ठुला जति सबैको नाम काढी प्रार्थना गर्नुको पछाडि लाभ चाहिँ के छ त? केही छ लाभ? केही पनि छैन। लाभ यही हो कि हामी एउटै परमेश्वरका सन्तान हो। प्रभु हामीलाई तपाईँले जसरी राख्नुहुन्छ सुरक्षित साथ राख्नुहोस्। हाम्रा दुःख, हाम्रा कष्ट, हाम्रा पीडाहरूमा तपाईँ प्रभुले के गर्नुहोस्? यो चाहिँ किन हामी यो कुराहरूलाई गर्न सक्छौँ? किनकि परमेश्वरले भन्नुभयो, परमेश्वरले के भन्नुभयो भने तिमीले आफ्नो छिमेकीलाई कसलाई जस्तै प्रेम गर। भन्नुहोस् त, अलि ठुलो आवाजले भन्नुहोस् त। सकिन्छ हो। कैयौँबाट हामी नसकौँला, एकदमै कैयौँबाट हामी नसकौँला, तर जब हामी एउटा कुरा बुझ्छौँ, त्यो कुरा चाहिँ के हो? प्रभु येशू ख्रीष्टको इच्छाद्वारा यो कुरालाई हामी बुझ्छौँ भने हामी सक्छौँ। 4 पद, किनकि ख्रीष्ट येशूमा भएको तिमीहरूको विश्वास र सबै पवित्र जनहरूप्रति भएको तिमीहरूको प्रेमको विषयमा हामीले सुनेका छौँ। यो पद मलाई अत्यन्तै मनपर्छ। तपाईँहरूका निम्ति यो पद के हो? होमको मेरो निम्ति पनि। अब यसमा हामीले बुझ्नुपर्ने कुरा चाहिँ के छ भने तिमीहरू, किनकि ख्रीष्ट येशूमा भएको तिमीहरूको विश्वास र सबै पवित्र जनहरूप्रति भएको तिमीहरूको प्रेमको विषयमा हामीले सुन्यौँ भन्ने कुरा जुन छ यो पदलाई चाहिँ हामी याद पनि गर्नेछौँ अनि यो पदलाई मनन गर्नेछौँ। अनि मेरो विश्वास चाहिँ के छ त येशू ख्रीष्टमाथि, केही कुराहरू हामी अर्को हप्ता सुन्नेछौँ। अनि सँगसँगै म अरूको निम्ति आफ्नो प्रेमलाई चाहिँ कसरी प्रकट गर्न सक्छु त्यो विषयमा पनि हामी केही कुराहरू सुन्नेछौँ, तपाईँहरूबाट सुन्नेछौँ। हुन्छ? सबैजनाले भन्न सक्नु नहोला, त्यो कसैले 2-3 जनाले भन्न चाहन्छु भन्नुहुन्छ भने तपाईँहरूलाई 2-2 मिनट दिइनेछ वचनमा जानुभन्दा अगाडि। आज हामीले कतिमा राख्यौँ? 3लाई सकेर 4मा राख्यौँ। 4बाट हामी जानेछौँ। यो 4 पद चाहिँ तपाईँहरूका निम्ति हो। यसमा चाहिँ अध्ययन गर्नुहोस् विश्वास चाहिँ के हो, हामी येशू ख्रीष्टमा कसरी विश्वास राख्न सक्छौँ र अरूहरूलाई चाहिँ कसरी हामी प्रेम देखाउन सक्छौँ। बुझ्दै हुनुहुन्छ? अरूहरूलाई हामी कसरी प्रेम देखाउन सक्छौँ। आउनुहोस् हामी प्रार्थना